हेलो नमस्ते म चाहिँ सिर्जना तामाङ। म चाहिँ आज हजुरहरूको सामु एउटा सानो जिज्ञासा लिएर आएकी छु। त्यो चाहिँ हो अनलाइन बिजनेस। म चाहिँ सानो अनलाइन बिजनेस गर्न चाहन्छु, बट यसको नलेज चाहिँ मलाई यति पनि छैन क्या। कहाँबाट सुरु गर्ने, कसरी गर्ने, यो गरिसकेर चाहिँ कसरी गर्ने त। मलाई चाहिँ हैन सानो सानो बुकेहरू, त्यो फजी वायरको सानो स्मल बुकेहरू अनि स्कुल रिबनहरू बनाउन मन छ, बट यो बनाइसकेर चाहिँ कहाँ लगेर सेल गर्ने, यसको प्राइस चाहिँ कसरी मिलाउने भन्ने आइडिया नै छैन। यही कुराले गर्दा चाहिँ म एकदम दोधारमा परिरहेको छु क्या। सो गाइज, हजुरहरूलाई चाहिँ यस्तो यो बारेमा चाहिँ नलेज छ भने चाहिँ सेयर गरिदिनु होला अनि कमेन्ट गरिदिनु होला। यसले चाहिँ मलाई एकदमै धेरै हेल्पफुल हुनेछ। सो सबैजनाले राम्रै कमेन्ट गरिदिनु हुनेछ भन्ने आशा राखेकी छु। धन्यवाद।